लखिमपुरको हाम्रो एसिस्टेन्ट सेक्रेटरी हेम कुमार साङदानले उसले त्यो भन्ने साथसाथ उसले 1500 रुपियाँ एकाउन्टमा हाल्यो 1500 रुपियाँ। त यस्तो किसिमको कानुनले आगे बढेर मुठी खोलेर काम गरेको काम गर्ने लडाइँ गर्नेले लडाइँ गर्नु सक्छ जुनले जित्नु सक्छ। भोलि एउटा बाजा दिल्लीमा जति भोलि यो माइनोरिटी डेभलपमेन्ट बोर्ड जुन आयोग छ दिल्लीमा एकजना पन्जाबी छ त्यसको आयोगको चेयरम्यान उहाँले अखबार असम के तामाङ का जो कमिटी का आप लोग 15 तारीख में होगा ये अब इसको मीटिंग है उस मीटिंग में आपको आना पड़ेगा अब हमको जाने पैसे यस्तो भएर एक दिन हामीको गएको सालमा एक दिन त्यस्तो सभामा बसेको थियो जसमा स्मृति इरानीहरू जो यो यो अरुणाचलको त्यो त्यो किरणजी सबै जम्मा भएको यहाँ हामीलाई भने खबर आइपुग्यो पर्सिको दिन जान्छ आज ठिकै यहाँ इमेलमा आइपुग्यो। अब सेक्रेटरीलाई यताउति बातचित गरेर जाने त जाने पैसा छैन। अब ट्रेनमा जाउँ भने पुग्दैन त्यहाँ अब हामीहरू बाटैमा हुन्छ उहाँले बाटैमा अब प्लेनमा जाउँ भनेर कुरा मिलाएको बाबरे प्लेनमा जाउँ भन्दाखेरि एकजना मान्छेको कति 17,000 गरेर एकजना मान्छेको 17,000 डिब्रुगढबाट एकजना मान्छेको 17,000 दुईजनाको 34,000 लाग्दो छ। अब 34,000 पैसा कहाँ आउने इमिडिएट जानु अरे इमिडिएटमा पुग्नु पऱ्यो आफूले मिटिङ गर्नुको लागि छैन त्यतिकै लास्टमा यता गएर के भन्दा समाधान खतम भयो त्यो मिटिङ त्यतिकै जान्छ। त्यसको बादमा पछि फेरि बोलायो उसले स्मृति रानीले मिटिङको बाद धेरै भयो त्यति बेला म गएर उसको डकुमेन्टहरू मैले त्यहाँ सब्मिट गरेँ देखाएँ। तो ये तो आप लोग का जो माइनॉरिटी का जो मेंबर है वो आपका भारत सरकार का जो माइनॉरिटी आयोग तो उसका चेयरमैन का पास चाहिए वहाँ से आना पड़ेगा। अत्यार का तो जो बजे को राखा तो बजे बने नहीं तो 20 रुपये मेंबर अलगै छ तपाईले जसलाई भेट्नुहोस् त्यसलाई भेटेर उसले जो लेखिदिन्छ त्यो अब उसले पत्ता लगाउँदाखेरि त त्यो मान्छे किन यो रेन्सन नम्बर नम्बरलाई पत्ता लगाउँदा रेन्सन नम्बर त नर्थ इस्टको भ्रमणमा आएको छ है तपाईँलाई जानकारी गराइदिएको यो विषय बाहिर छ यो भ्रमणमा आएको छ। भ्रमणमा आउँदाखेरि यताबाट त्यसले यो नर्थ इस्टको 7वटा स्टेट भ्रमण गरेर सबै गरेर उहाँ इटानगर पुग्यो। इटानगरबाट हामीले पत्ता लगाउँदाखेरि इटानगरबाट भोलि